हेलो हेलो साथीहरू, आजको मेरो मिनी ब्लगमा स्वागत छ हजुरलाई। कस्तो छ मेरो मिनी ब्लग। अनि यता मैले लुगा सुगा अलि थियो मेरो सिलाउने, सिलाए, भाँडाहरू थियो अलिअलि खाजा पानीको त्यो धोए। अनि यता बाबु आयो मसँग। अनि यता मैले दाल रेडी गर्नले दाल धोए साथीहरू। मसँग एउटा मुसुराको दाल मात्रै रहेछ, अनि त्यही बसाले। अनि नुन बेसारेर राखेर उता ग्यासमा चढाएँ। यता बाबुले होमवर्क गराउँदैछु साथीहरू। होमवर्क गर्नै मान्दैन, यति चकचक छ, यति चकचक गर्छ। अनि फकाइ गराउनु पर्छ। अनि उसलाई पानी चाहियो, यही बेलामा पानी दिएँ खानालाई। अनि यता मैले बाहिर आएँ, बाहिरको मौसम हेरेर कस्तो राम्रो रहेछ। अनि होमवर्क गर्यो, अनि ड्रइङ दिएँ, अनि ड्रइङ गर्यो। नाग पञ्चमीको मिसहरूले नाग दिनुभयो रहेछ ड्रइङ गर्न। अनि ड्रइङ गर्यो, अनि बाबुले कस्तो राम्रो ड्रइङ गर्दैछ नि। यता दाल नि पाकिसक्यो, अलिअलि डरे रहेछ दाल पनि, केही भएन साथीहरूले अलिअलि। अनि यता नानी बाबुले होमवर्क गराएर अनि खेल्न लगाएको छु। अनि यता साथीहरू यता मैले दालमा राख्नेले जिर पकाएँ, जिर पाकिसकेपछि दालमा राखेँ। अनि त्यसपछि यता भात बसालेँ मैले साथीहरू। मेरो दालमा कस्तो राम्रो देखेको रहेछ दाल। अनि यता भात नि पाकिसक्यो साथीहरू। अनि यता यी बाबुहरू चकचक गरेछ, साह्रै चकचक। अनि यता फकाउनेले चक्लेट दियो बाबुलाई। अनि उसलाई नानीले होमवर्क गराउन बसाले। मैले टिभी सिभी एकछिन हेरेँ, त्यसपछि बत्ती बाल्ने बेला भयो साथीहरू। अनि मैले मुख हात धोएर बत्ती सत्ती बालेँ। त्यसपछि भगवानले धूप अगरबत्ती देखाएर अनि उता मैले बाबुलाई चक्लेट दिनुभयो। उसको बाबाले चक्लेट देखाउँदै साथीहरू खाँदै मम्मी चक्लेट भनेर यता भुजिया सुजिया नि बसालिसकेँ म। अनि भुजिया सुजिया एकछिन पाकेर त्यसमा मसला नुन बेसार खुर्सानीको धुलोहरू राखेर फदाङ फुदुङ गरेर अनि मेरो भुजिया नि रातो भइसक्यो साथीहरू। कस्तो रहेछ मेरो भुजिया लाइक कमेन्ट गरिदिनु है साथीहरू। अनि त्यसपछि मैले अन्डा पकाएँ, 2टा अन्डा निकालेँ। अनि त्यसमा नुन राखेर अनि त्यसमा मिक्स माक्स गरेर अनि उता तावामा मैले हालेँ। अनि त्यसपछि यता मैले भात नि पस्किरहेको छु बुढोको लागि थालमा। अनि यता मेरो अन्डा नि पाकिसक्यो। अनि यता दाल नि निकालिसकेँ। अनि त्यसपछि बुढोलाई खाना दिएँ। उता बुढोले खाना दिएपछि बुढो खाँदै हुन्छ। यता बाबु चकचक गर्दै। बाई साथीहरू, कस्तो लाग्यो मेरो मिनी